लाई हटाउने निर्णय गरेको मन्त्री परिषदको बैठक बस्नुभन्दा केही समय अगाडि यी तीन टाउकेहरूको मिटिङ बसेको थियो। 4 बजे केपी ओली, प्रचण्ड र देउबाको मिटिङ थियो र ठ्याक्कै त्यो सकिए पछाडि बल्ल 5:30 मा मन्त्री परिषदको मिटिङ सुरु भएको थियो। अब यी तीन टाउकेहरूको मिटिङमा के भयो भन्ने कुराहरू धेरै बाहिर आएको छैन, तर दुईटा प्रमुख लेनदेनहरू चाहिँ भएका थिए। एक त माओवादीलाई सजिलो हुने गरी संक्रमणकालीन न्याय टुङ्ग्याउन यानि कि टीआरसी को विषय सुल्झाउन सर्च कमिटी गठन गरिने र अर्को कुलमानलाई हटाउने, यानि कि प्रचण्डले मैले कुलमान हटाउने खबर सञ्चार माध्यमबाट थाहा पाएँ भनेको कुरा गलत हो। प्रचण्ड स्वयं पनि पछिल्लो समय सरकारले कुलमानलाई हटाइदियोस् भन्ने नै चाहन्थे। यो कुरा विद्युत प्राधिकरणकै केही कर्मचारीहरू र माओवादीकै केही नेताहरूले पनि स्वीकारिरहेकै हुन्छन्, किनकि कुलमान स्वत रूपमा अब 4 महिना पछाडि हट्दै थिए। 2078 साल साउन 26 गते दोस्रो पटक एमडी बनेका कुलमानको कार्यकाल कानुनी रूपमा अब 4 महिना पछाडि 2082 साल साउन 26 गते सकिँदै थियो। उनी आफै विदा भइरहेका थिए। नै पनि यसमा माओवादीको अर्को स्वार्थ छ। पछिल्लो समय पटक पटक देशको नेतृत्व गरिरहेका यी तीन नेताहरू अहिले देशको सबैभन्दा घृणित पात्रहरू बनेका छन्। गाली खाँदा यी तीनैले बराबर गाली खाइरहेका छन्, घुस खाँदा पनि बराबरै खाइरहेका होलान्। तर प्रचण्ड भने पछिल्लो समय आफ्नो छुट्टै छवि बनाउन लागि परेका छन्। म यिनीहरू भन्दा फरक छु है भन्ने देखाउन लागि परेका छन्। त्यसका निम्ति कहिले मर्निङ वक, कहिले भक्का त कहिले पान खाँदै जनतासँग आफूलाई कनेक्ट गर्न खोजिरहेका छन्। र अबको उनको प्लान भनेको कुलमानको यो विषयलाई चर्काएर सडक आन्दोलन गर्नु हो। यही चैत्र 15 गतेलाई त माओवादीले आन्दोलन घोषणा गरिसकेको छ। त्यसैले कुलमान त पात्र मात्र हुन् जो प्रयोग हुनेवाला छन्, युज हुनेवाला छन्। कुलमानलाई प्रयोग गरेर अलिकति गोईको आँसु देखाएर प्रचण्डले आफ्नो अनि माओवादीको राजनीति जोगाउन खोज्दैछन्। नो डाउट कुलमानले राम्रो काम गरे, देशलाई लोड सेडिङ मुक्त बनाए। यदि उनको अब राजनीतिमा आउने इच्छा छ भने आउन्, तर तिनै पुराना नेताहरूको सहारा लिएर आउने भने चाहिँ जनताले पत्याउन गाह्रै पर्छ। प्रचण्डले जति आफूलाई फरक देखाउन खोजे पनि जनताले हेर्दा यी तीनै जनालाई एउटै भाँडोमा राखेर हेर्छन्, यी तीनै पार्टीलाई एउटै सरह मान्छन्। सो हाम्रो भन्नु यति हो, कुलमान प्रचण्डको निम्ति प्रयोग नहुन्, युज नहुन्। अब घटनाक्रम हेर्नुहोस् है त। अब यी तीनजनाको बैठक हुनु र एकैछिन पछाडि मन्त्री परिषदले कुलमानलाई हटाउनु सिम्पली हेर्दा कस्तो कोइन्सिडेन्ट जस्तो पनि देखिन्छ। तर यस्तो बेला अमेरिकाका पूर्व राष्ट्रपति फ्राङ्कलिन डी रोजवेल्टले भनेको एउटा कुरा याद आइरहन्छ, इन पोलिटिक्स nothing happens by accident. If it happens, you can bet it was planned that way. राजनीतिमा केही पनि संयोगवश हुँदैन। यदि केही हुन्छ भने तपाई निश्चित हुन सक्नुहुन्छ कि त्यो योजनाबद्ध रूपमा भएको हो। अब यी तीन नेताहरूको योजनामा बनेको खाल्डोमा को जाकिने हुन् त्यो त समय